सेग्रिगेसन गरेर हामीलाई सजिलो सेग्रिगेट गरेर एउटा बायोडिग्रेडेबल चाहिँ एउटा मोडलाइज गर्नु पऱ्यो भने अरू चाहिँ फ्लोरमा डम्प गर्नु त्यो चाहिँ कि त्यो वेस्ट म्यानेज गर्नेको त्यो भयो डिफ्रेन्ट मल है होइन बनेला मलमा किन प्रविधिले किन ठिक छैन अनि इजी टु डु जस्तो पो लाग्यो मलाई चाहिँ अब त्यो बेड बनाएर फुलहरू राखेर अब मन त आफै भइरहेको दिएको चलाउनु पऱ्यो नि त मान्छेले टाइम गर्नु पऱ्यो त्यो एउटा बेनिफिट भयो अनि अरू चाहिँ फर्टिलाइजर त्यहाँ निस्केको मलले त अब अरू कुरामा जस्तै यो फुड प्लान्टमा होस् लाइक फ्लावर प्लान्टमा युज गर्नु भन्ने अनि बेच्नु पनि मिल्यो त्यो चाहिँ विशेष नै गर्न मिल्यो अरू मलभन्दा चाहिँ यो एउटा चाँडै अर्को चाहिँ राम्रो पनि भयो होइन एउटा त्यो भने अर्को चाहिँ यो चाहिँ इको फ्रेन्डली भनौँ इको फ्रेन्डली टेक्नोलोजी भनौँ होइन यसलाई न इलेक्ट्रिसिटी चाहियो होइन न तपाईँको अर्को के भन्छ अरू मेसिनहरू चाहियो होइन म्यानुअली गर्न सकिने र मजाले नेचर फ्रेन्डली होइन त्यो भयो त्यसले गर्दाखेरि नेचरमा पनि केही